यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतः स्तुन्वन्ति दिव्यैः स्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणाः देवाय तस्मै नमः। श्रीमच्चन्द्रचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका मालालङ्कृत कुण्डला प्रतिभासन् मुक्तावलिशोभिता सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम्। मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातामहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। अथ पञ्चविंशोऽध्यायः। नवराज ब्राह्मण भोजन उपाख्यान। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि। त्यसपछि डोलेहरूले भने, हे महारानी, त्यहाँ स्वर्गका अप्सराहरूलाई श्री स्वस्थानी परमेश्वरीको व्रत गर्न लागेको देखेर उनैका संसर्गमा हामी पनि पूजा गर्न लाग्दा केही विलम्ब भयो, क्षमा गर्नुहोस्। हजुरलाई पनि स्वस्थानी परमेश्वरीको प्रसाद ल्याइदिएका छौँ, लिनुहोस्। तिनका यस्ता कुरा सुनि चन्द्रावती क्रोधित भई राता राता आँखा पारेर दाँत किटी नागले झैँ निश्वास फेरेर सुस्केर हाली मत्त हात्ती रिसाए झैँ ठूलो स्वरले गर्जेर भनिन्, हे पापिष्ट डोलेहरू हो, मलाई यस्तो जङ्गलमा एक्लै छाडी व्रत गर्न लाग्यौ। के सेवकको धर्म यही हो? त्यस व्रतले तिमीहरूलाई खान दिन्छ कि? मैले त स्वस्थानी भनेको नाम पनि सुनेकी छैन। कहाँ कि देवी हो त्यो? के नाप्न सक्छ त्यसले? तिमीहरूले मलाई हेला गरेर नटेरेको हो। वनमा भयो र पो, नत्र तिमीहरूलाई म अवश्य मार्ने थिएँ। म कहिले पुगु भनेर हतपताइ आए कि मलाई तिमीहरूले विलम्ब गरिदियो। अपराधीमा पनि ठूलो अपराधी तिमीहरू जस्ता व्यक्तिलाई नै भन्दछन्। यति भन्दै बानर उफ्रिए झैँ उफ्री डोलेका हातबाट श्री स्वस्थानी परमेश्वरीको प्रसाद खोसेर थु थु गरी थुकी खुट्टाले कुल्चेर फालिदिन्। फेरि भनिन्, फेरि पनि यसै गरौला कि? चाँडै लैजाऊ। तब बिचरा डोलेहरू डराई केही बोल्न नसकी आँसुका धारा बगाउँदै मनले श्री स्वस्थानी परमेश्वरीलाई सम्झी चुपचाप डोली बोकेर हिँडे। लावण्य देशको नजिक साली नामकी नदी थिइन्। त्यहाँ पुगेर आधा नदी तरेपछि श्री स्वस्थानी परमेश्वरीको निन्दा गरेकी हुनाले अकस्मात चाँदनी ताँगे मेघ उठेर मुसलधारे पानी पर्यो अनि ठूलो हुरी आयो र पुल भाँचियो। हुरीको बेगले चन्द्रावती सालिन्दीमा डोलीबाट खसिन्। डोलेहरू श्री स्वस्थानी परमेश्वरीको व्रतको प्रभावले पक्षी रूप भई कैलाशमा गएर आनन्दले रहे। हे अगस्त्य मुनि, त्यसपछि चन्द्रावती ब्राह्मणी महापातकी भएर जलभित्र पडिरहिन्। जुन दिन चन्द्रावती सालिन्दीमा खसिथिन् त्यसै दिनदेखि सालिन्दी बगिनन्, स्थिर भइरहिन्। माझीहरूले देखेर भने, यो के आश्चर्य भयो? यस नदीमा ग्राह आएर बस्यो कि? वा कहीँ कुनै यज्ञमा उत्पात हुन लागेर यस्तो भयो? यो कुरा राजालाई सुनाऊ भनी नवराज राजा कहाँ गई बिन्ती गरे। हे महाराज, सालिन्दी बगिरहेकी छैनन्, स्थिर भएकी छन्। यस्तो भएको हामीले आजसम्म सुनेका पनि थिएनौँ, तर आज प्रत्यक्ष देखियो। आश्चर्य भयो, विचार गरी बक्सियोस्। माझीहरूको यस्ता कुरा सुनि नवराज राजाले मन्त्रीलाई डाकी सारा कुरा बताई। प्रजाहरू समेत भई सालिन्दीमा गएर माझीहरूलाई जलभित्र केही छ कि जाल हालेर हेर भनी अह्राए। माझीले जाल हालेर हेर्दा चन्द्रावती जालमा अल्झेर पानीको बाहिर आइन्। तर ती कस्ती भएकी थिइन् भने शरीरमा कुष्टी भएर हात पाउ झरेकी, चेत हराएकी, हिलोले छोपी मुडो जस्तै भएकी। त्यसैले यो के वस्तु हो भनी ठम्म्याउन नसकी नदीको किनारमा मिल्काएर, हे महाराज, हामीले केही पनि पाउन सकेनौँ भनी बिन्ती गरे। अनि नवराजले, हे गण्डकी गङ्गे, तिमी किन स्थिर भइरहेकी छौ? मैले बुझ्न सकिनँ। मदेखि प्रसन्न हो भनेर नवरत्न पारोसहित गाईको दूधले अर्घ्य दिए। राजाले अर्घ्य दिनासाथ सालिन्दी बगिन्। त्यो देखेर आश्चर्य मान्दै प्रजासहित नवराज राजा दरबार फर्के। त्यसपछि चन्द्रावती ब्राह्मणी कस्ती भइरहन् भने छेडमा मूर्छा, छेडमा चेष्टा, छेडमा भोग प्यास आदिका अनेक कष्ट पाई मुरो झैँ सालिन्दीको तटमा रहिन्। एक दिन साह्रै भोक लाग्यो र खाने वस्तु केही नपाउँदा
माटो खान्छु भनेर हातमा लिइन्, त त्यो माटो ढुङ्गा भयो। ढुङ्गा खान खोज्दा हाड भयो, हाड खान खोज्दा खरानी भयो, खरानी खान खोज्दा ठूलो हुरियाएर उडाइलग्यो। श्री स्वस्थानी परमेश्वरीको निन्दा गरेकी हुनाले शीत, ताप, भोक, प्यासबाट हुने अनेक दुःख खपिरहन्। त्यसपछि अवनीपुरका कपिल नामका 2 भाइ ब्राह्मणहरू नवराज राजाको 1 वर्ष निमन्त्रणमा जान भनी त्यतैबाट आए। तिनलाई देखेर चन्द्रावतीले सोधिन्, तिमीहरू को हो? कहाँ जान लागेका? तिनले भने, हामी कपिल नामका ब्राह्मण हौं। लावण्य देशका नवराज राजाको ब्राह्मण भोजनको निमन्त्रणमा जान लागेका हौं। चन्द्रावतीले भनिन्, हे ब्राह्मण हो, मैले कति दिनदेखि केही पनि खान पाएकी छैन। तिमीहरू भोजनमा जाने भए मलाई पनि केही मागेर ल्याइदिए पुण्य होला। म असहाय अनाथमाथि दया गर। तब ती ब्राह्मणहरूले भने, हे पापिनी, अहिले हामी यसै हुन्छ भन्न सक्दैनौं, किनभने राजाको महलमा के कसो हुन्छ भन्न सकिन्न। फेरि हामी ब्राह्मणले ल्याउन हुने वस्तु दिए त ल्याउला, ल्याउन नहुने वस्तु दिए भने कसो गर्ने? अतः आशा गरेर भरोसामा नबसेस्। यति भनेर ती 2 भाइ लावण्य देश गए। नवराज राजाले डाकेका सबै ब्राह्मणलाई यथेच्छ भोजन गराई दक्षिणा दिए। सबैजना राजालाई आशीर्वाद दिई प्रसन्न मनले आफ्ना घर गए। ती अग्निपुरका कपिल ब्राह्मण अघिका कुरा सम्झेर, यसै जाउँ भने त्यो पापिनी आशा गरिरहेकी होली। मागौँ भने कसरी मागौँ? लोभी भन्दछन् कि? भनेर केही भन्न नसकी भोजन गरेको स्थानमा कहिले जाने कहिले आउने गर्न लागे। तिनको त्यस्तो चाल गोमा राजमाताले झ्यालबाट देखेर भण्डारेलाई भनिन्, हे भण्डारे हो, ती 2 ब्राह्मणले खान पाएनन् कि तृप्त भएनन्? किन घुम्दैछन्? सोध। अनि भण्डारेले तिनको नजिक गएर सोधे, हे ब्राह्मण हो, तिमीहरूले खान पाएनौ कि तृप्त भएनौ? इच्छा भए फेरि भोजन गर। ब्राह्मणहरू भन्दछन्, हे भण्डारे हो, हामीले इच्छापूर्वक भोजन गर्यौं, सन्तुष्ट पनि भयौं। तर हामी आउँदा सालिन्दीका तटमा कुष्ठरोग भई हातपाउ खसेकी कोही स्त्रीले देखि कहाँ जान्छौ भनी सोधी। हामीले राजाको ब्राह्मण भोजनमा जान्छौ भन्दा तिमीहरू भोजनमा जाने भए मलाई पनि केही मागेर ल्याइदेऊ, कति दिनदेखि खाएकी छैन भनेकी थिए। अब यसै जाउँ भने ऊ आशा गरिरहेकी होली। केही लगिदेऊ भने कसरी मागौँ भन्ने सङ्कोचले यताउता हिँडेका हौं। यो कुरा भण्डारेले राजमातालाई सुनाए। अनि गोमाले भनिन्, ती 2 जनाले बोक्न सके जति अन्न दिनु। भण्डारेहरू भण्डारमा राखेको वस्तु लिन जाँदा राजाको सम्पूर्ण भण्डार नै सुक्यो। दिने जस्तो वस्तु केही पनि नपाई राजमातालाई बिन्ती गरे। राखेको स्थानमा कुनै वस्तु पनि छैन, के दिने? त्यति सुनि गोमा आफै गएर भण्डारमा हेरिन्। दिने वस्तु केही पनि नदेखि आफूलाई भनेर पकाइराखेको भात देखाई यही देऊ भनिन्। भण्डारेहरूले त्यो भात लिएर गई ब्राह्मणहरूलाई भने, हे ब्राह्मण हो, त्यसको नाम लिनासाथ राजाको सम्पूर्ण भण्डार नै सुक्यो। यो राजमातालाई पकाइराखेको भात छ, यही लगिदेऊ भनी जिम्मा लगाइदिए। ब्राह्मणहरू लाज मान्दै त्यो भात लिएर दरबारबाट निस्के। तिनीहरू जानासाथ राजाको भण्डार पहिलेको जस्तै भयो। जहाँ जहाँ जुन जुन वस्तु राखेको थियो त्यही त्यही देखियो भनी हे भक्त श्रोता हो, कुमारले अगस्त्य मुनिलाई सुनाउँदा भए। इति श्रीस्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वर्या व्रत कथाया नवराज ब्राह्मण भोजनम नाम 25 अध्याय 25। कथा सुन्ने सबै श्रोताहरूले नित्य कथा सुनिसकेपछि चन्दन, अक्षता र फूल लिएर उभिएर हात जोड्नु। त्यसपछि वक्ता पण्डितले तल लेखिएका श्लोकहरू पढ्नु। उपनयतु मङ्गलम वः सकल जगन मङ्गलालय श्रीमान दिनकर किरण निबोधित नवन लीन दल निभेक्षण कृष्ण काले वर्षतु पर्जन्य पृथिवी देशोऽयं क्षोभरहितो ब्राह्मणाः सस्यशालिनी सन्तु निर्भया अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धनाः सदनाः सन्तु जीवन्तु शरदां शतम् तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदार कथा प्रसंग या कुन्देन्दु तुषारहार धवला या शुभ्र वस्त्रावृता या वीणा वरदण्ड मण्डितकरा या श्वेत पद्मासना या ब्रह्माच्युत शङ्कर प्रभृतिभिः
देवैः सदा वन्दिता सामा पातु सरस्वती भगवती निःशेष जाड्यापहा कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेत् तत्। यति भनिसकेपछि कथा सुन्ने समस्त श्रोताहरूले पुस्तकको बासामाथि पुष्पाञ्जली चढाई पुस्तकलाई ढोग गर्नु र आफ्ना मनका इच्छित वरदान माग्नु।